दशैंको अन्तिम दिन आज कोजागत पूर्णिमाको दिन पाल्पाका कोटघर र देवीका मन्दिरहरूमा वाखै हो भन्दै तरवाल नचाउँदै सरायनाच निकालिएको छ। देवी भगवती दुर्गाले राक्षस र असुरहरूलाई तरवालको प्रयोग गरी वध गरी विजय प्राप्त गरेको सम्झना स्वरूप पाल्पाका गाउँ गाउँका मन्दिरहरूमा वाखै हो भन्दै तरवाल नाच देखाइएको हो। दशैंको अवसरमा देवी भगवतीका मन्दिरहरूमा खेलिने तरवाल नाच निकै प्रचलित हुँदै आए पनि नयाँ पुस्तामा हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको छ। पाल्पाका प्रत्येक देवी भगवतीका मन्दिरहरूमा निकालिने वाखै सराय नाच तानसेनको लिपि देवी मन्दिर, बौगा गुम्बा, छहराको कटौजे पानी, भुवन पोखरीको रैना देवी लगायतका मन्दिरमा सरायनाच प्रदर्शन गरिएको छ। विगतको समयमा मनोरञ्जनका साधन नभएकाले यस्ता नाचहरू मनोरञ्जनमा मानिसको ध्यान केन्द्रित भए पनि आजकल सामाजिक सञ्जालको कारण संस्कृति लोप हुने अवस्थामा पुगेको बुढापाका बताउनुहुन्छ। नाचमा पाका पुस्तादेखि युवाहरूले सामूहिक र एकल रूपमा तरवाल नचाएका थिए। निकै जोखिमपूर्ण खतरापूर्ण खेलको रूपमा तरवाल नाचलाई लिने गरिन्छ। पञ्चेबाजा बजाएर मन्दिरमा चढाएका खुकुरी, तरवाल र खुडा नचाएर एक आपसमा जोडाएर सराय नाच नाच्ने र खेल्ने गरिन्छ। पहाडको अग्लो भाग चुचुरोमा रहेका कोटघरको आँगनमै पनि यो नाच नाच्ने चलन रहेको बन्दीपोखरा लिपिनदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर खातीले बताउनुभयो। ऐतिहासिक हात हतियारको भण्डार पनि कोटघरमा हुने हुँदा कोटघर नजिकै सरायमा उत्सवको नाच खेलिने सांस्कृतिक परम्परा भएकाले यस नाचलाई सराय नाच भन्ने गरिएको हो। सरायले ऐतिहासिक संस्कृति जोगाउने काम गरेको छ। परम्परादेखि नै गाउँका देवीका मन्दिरमा भएका सयौं खुडाहरूलाई धारिलो बनाई प्रत्येक वर्ष विशेष गरी कोजागत पूर्णिमामा निकालेर ठोक्काउने चलन छ। जानकारहरूका अनुसार भुरे टाकुरे राजाहरूको युद्धमा मात्र होइन, दैत्यमाथि देवीको विजयको उत्सवको रूपमा मनाइने यो नाचमा पौराणिक युद्धमा प्रयोग हुने हात हतियार प्रदर्शन गरिने प्रचलन छ। सराय नाचको प्रचलन 2200-2400 राज्यको 15औं शताब्दीबाट सुरु भएको हो।
पर्दैन कि यता फर्किने त यता फर्क मिल्दैन त्यो बाजाले जे भन्छ त्यही हुन्छ बाजाले जे भन्छ त्यही नाच्ने हो त्यो उपदेश एकैचोटि अरुवाल खुला हटाउँदै हुनुहुन्छ एकजना भक्तजनले अर्को भक्तजनलाई हान्न खोजेको जस्तो र अर्काले हानै नखाइकन अस्वीकार गरिरहेको यो दृश्य रमाइलो दृश्य यसमा अर्का भक्त